हेलो गाइज नमस्कार। आज चाहिँ हामी वर्ल्ड कपको म्याच हेर्दै खानको लागि खाजा बनाउनको लागि माछा लिन आएको कालीमाटी। अनि हामीले चाहिँ यहाँ माछा किन्यौँ। माछा किनेर यही भाइलाई काट्न लगायौँ। भाइ चाहिँ माछा काट्दैछन्। मरेको चाहिँ कति हो नि 350। माछा लिएर यो घुङ्गी पनि थियो। माछा लिएर हामी घर आयौँ। अनि मैले माछालाई पानीमा सफा गरेँ। पानीमा मजाले सफा गरेँ किनभने मलाई चाहिँ माछा एकदमै फोहोर लाग्छ। त्यहाँ काटेको ठाउँमा 1-2 चोटि भन्दा धुँदैन। त्यही भएर सफा गर्नको लागि म चाहिँ 2-3 फेर तातो पानी चिसो पानी गरेर धुँदैछु माछालाई। माछा चाहिँ सफा भइसकेको छ। अब माछामा चाहिँ मसलाहरू हाल्छु म। माछामा मसला बनाउनको लागि चाहिँ मैले जिरा धनियाँ खुर्सानी लसुन अदुवा हालेर मा रेडी गरेँ। अब यसलाई म घ्यार्रा गरेर पिस्दिन्छु सबै थोक हालेर। त्यस पछाडि मसला रेडी हुन्छ। मसला चाहिँ अब रेडी भइसक्यो। यो मसलालाई माछामा हालेर मजाले मोलेर सबैतिर लाग्ने गरेर मजाले मोलेर दलेर माछामा मसलाहरू पुरै भित्र पुग्नेसम्म दलिरहेको छु मैले मजाले बल लगाई हेर्नु न प्रत्येक उसमा लाग्ने गरेर यो पेस्ट हालेर अनि त्यस पछाडि मजाले जति माडे त्यति मिठो हुन्छ के। माछा चाहिँ थोरै लेमन राखिदिएँ। त्यस पछाडि लेमनलाई निचोरेर फेरि एक फेर मोलेँ। अनि त्यस पछाडि मैले यसलाई चाहिँ आधी घन्टाको लागि फ्रिजमा राखिदिएँ। त्यस पछाडि म साँधेको भटमास बनाउनको लागि भटमासलाई सिटी लाउनलाई कुकरमा हालिदिएँ। त्यसपछि लसुनको पात मैले सफा गरेँ। साँधेको भटमास चाहिँ हरियो लसुनको पात एकदमै मिठो हुन्छ। भटमासको लागि चाहिने सबै सामानहरू रेडी गरेँ। भटमास सिटी पनि लागिसक्यो। सिटी गयो। बाफ आउँदैछ पुरै तातो बाफ। मैले भटमास सान्नको लागि सबै इन्ग्रिडियन्ट्सहरू चाहिँ एक गर्दै प्याज हरियो लसुन सुकेको लसुन खुर्सानी अदुवा सबै राखेँ। अनि ओलिभको ओइल नुन खुर्सानी राखेर भटमास राखेर मजाले मुछेर साँधेको भटमास चाहिँ रेडी भइसकेको छ। म चाहिँ अब माछासँग खाने अचार बनाउन तेल थोरै फ्राई प्यानमा हालेँ। त्यस पछाडि हल्लाएँ सबैतिर लाग्ने गरेर अनि लसुन टमाटर हालेँ। यसरी बनाएको अचार चाहिँ एकदमै मिठो हुन्छ। फ्राई गरेर बनाएको अचार माछासँग खानलाई। टमाटर चाहिँ अब पाकिसकेको छ। मैले चाहिँ यसलाई अब मिक्सरमा हालेर पिस्दिन्छु। एकदमै तातो थियो। यसलाई चाहिँ एकछिन सेलाउन दिएँ मैले। अनि यो टिमुरको रातो खुर्सानी हरियो लसुनको पात खुर्सानी
हालेर मैले चाहिँ मिक्सर अन गरेँ अनि यसलाई सेलाएपछि पिस्दिएँ। यो चाहिँ माछासँग खानको लागि रेडी भइसकेको छ मिठो अचार। त्यसपछि म फेरि आलुको अचार बनाउनलाई 2टा आलु बोइल गर्नलाई कुकरमा सिटी लगाएँ। त्यस पछाडि थोरै काँक्रो काटेँ, तिल भुटेँ। अनि तिलमा चाहिँ धुलो थियो छाने अनि त्यस पछाडि त्यसलाई मिक्सरमा पिसेर तिलको पेस्ट हालेँ। आलु चाहिँ एकदमै तातो छ। थोरै लेमन निचोरेँ अनि नुन खुर्सानी सबै त्यो हालेर तेलमा थोरै मिठी हालेँ, थोरै बेसार हालेँ अनि त्यस पछाडि ज्वाइँ बनाएर अचारमा झानिदिएँ। अचार चाहिँ एकदमै यम्मी भइसकेको छ। फेरि हातले मुछेँ, चम्चाले मुछेको धित नलाएर अचार पनि रेडी भयो काँक्रो आलुको। अब चाहिँ फ्रिजमा अघि राखेको माछा एकदमै सबै लेप लाग्यो ठिक्क भयो चाहिँ मैले तेल तताएँ भाँडो बसालेर फ्राई गर्नको लागि। त्यसपछि माछा एक गर्दै हालेँ तेलमा। माछा पड्केर आउँछ कि भन्ने एकदमै धेरै डर लागिरहेको छ कि त्यही टाढै बसेर चलाइरहेको छु। माछा फाइनली फ्राइड भइसकेको छ। एकदमै क्रिस्पी भएको छ माछा पनि। माछा पनि फाइनली सबै मैले फ्राई गरेर भ्याएँ। फ्राई माछा अब रेडी भयो। मैले चाहिँ माछाको टाउको झोल बनाउनलाई फटाफट यो अदुवा लसुन हरियो लसुनको पात टमाटर पेस्ट हालेर चलाएँ अनि थोरै मसरुम पनि हालेँ किनभने सुप टेस्टी हुन्छ भनेर। यो चाहिँ छड्किसकेको छ, रेडी भइसक्यो अब माछाको झोल चाहिँ। यो सलाद अनि त्यसपछि मसरुमको खानेकुरा थियो त्यो चाहिँ मैले खिच्नु बिर्सेँ। खानेकुरा चाहिँ रेडी भइसक्यो फाइनली। माछा, आलु काँक्रोको अचार, भटमासको अचार, माछाको झोल, टमाटरको अचार, नास्पाती। अब मैले खाएँ ल, रेडी भयो। कस्तो यम्मी देखाएको छ। मैले चाहिँ आज फर्स्ट टाइम भोइस ओभर गरेर किचनमा आफैले पकाएको भिडियो लिएर आएँ। मेरो भिडियो कस्तो छ हेरेर प्रतिक्रिया दिनुहोला सबैजनाले। अनि आजको वर्ल्ड कप कसले जित्छ कमेन्ट गर्नुहोला। बाई बाई।